आज चाहिँ म एउटा कविता भन्दैछु र यो कविता चाहिँ मलाई अस्तिदेखि यो मेरो मनमा यस्तो कुरा आइरहेको थियो अनि मैले लेखेको। तर यो मैले यसको शीर्षक चाहिँ केही पनि दिएको छैन र यो चाहिँ यस्तो छ। कहिलेकाहीँ आफूलाई नै प्रश्न सोध्छु, म ढिलो भएँ कि समय नै अगाडि निस्क्यो। एकातिर असफलता, अर्कोतिर बाबा आमाको ढल्किदो उमेर, अनि यो दुई बिच च्यापिएको भारी मन। बाल्यकालमा बाँचेको संसारभन्दा कोसौँ टाढा, आफ्नै सपनाहरूसँग टाढिँदै गएको जस्तो। कहिलेकाहीँ समयसँगै संवाद गर्छु, समय बगिरह्यो कि म नै किनारमा अडिए, भाग्य रिसायो कि म नै प्रयासमा कमी भएँ, म पछाडि परे कि यात्राले नै गति बढायो। साँच्चै समय छोटो रहेछ, घरको आँगनमा सेतिँदै गएको कपाल मेरो रहर भन्दा पनि चिन्ताको विषय बन्छ। आमाको अनुहारका चाउरीहरू मेरो सङ्घर्षका अधुरा पाना जस्तो लाग्छ। बाबाको थाकेको काँध र पाइला मेरो जिम्मेवारीको आवाज सुनिन्छ। भित्तामा टाँसिएको पुरानो फोटो मौन साक्षी बनेर हेरिरहे जस्तो, जहाँ बाबाको काँध अझै सिधा छ, आमाको कपाल अझै कालो छ। मिल्ने भए त्यो तस्बिरमा पसेर समयलाई समाएर राखौँ जस्तो। मनले त भन्छ छिटो गर, केही बन, केही देखाऊ। फेरि मनले नै मनलाई प्रश्न गर्छु, सपना ठुलो भयो कि आँट नै कम भयो? म रोकिन पुगे कि बाटो नै मोड्यो? मन थाक्यो कि आशा नै हरायो? म हराएँ कि भिडले नै मलाई छोप्यो? तर फेरि सम्झन्छु, प्रश्न नै प्रश्नमा अल्झेर बस्नु पनि त विकल्प होइन। सफलता ढिलो होस् या चाँडो, बुढेसकालको मेरो बाबा आमाको विश्वास नै त मेरो जीवनको सबैभन्दा ठुलो पुँजी हो, इन्धन हो। थ्याङ्क यू सो मच।